के तपाईँ धनु राशिको हुनुहुन्छ? यदि हो भने 2083 सालको भदौ महिना तपाईँको लागि भाग्यको ढोका खोल्ने र एउटा ठूलो फड्को मार्ने समय बन्न सक्छ। ग्रहहरूको एउटा यस्तो अद्भुत गोचर हुँदैछ जसले तपाईँलाई लामो समयदेखि रोकिएको वैदेशिक यात्रा, उच्च शिक्षा, करियरमा सोचेभन्दा ठूलो सफलता दिलाउनेछ। तर पर्खनुहोस्, महिनाको मध्यतिर तपाईँको राशि स्वामीमाथि राहु र शनिको विशेष प्रभावले तपाईँले कानुनी कागजपत्रमा ध्यान नदिँदा वर्षौंदेखिको मेहनत खेर जान पनि सक्छ। आखिर यो महिना तपाईँको करियर, धन, स्वास्थ्य र प्रेम जीवनमा के कस्ता परिवर्तनहरू आउँदैछन्? आउनुहोस्, ढिला नगरी सम्पूर्ण राशिफल सुन्नुहोस्। धनुराशि हुने महानुभावहरूको लागि भदौ महिनाको ग्रह गोचर निकै शुभ र अनुकूल रहनेछ। यो महिना तपाईँको राशिको स्वामी बृहस्पति अनुकूल स्थानमा गोचर गर्दै हुनुहुन्छ, जसले तपाईँको ज्ञान, बुद्धि र निर्णय लिने क्षमतालाई अझ परिपक्व बनाउनेछ। राशिबाट भाग्यस्थानमा सूर्य र बुधको बुधादित्य योग बन्ने हुनाले भाग्यले तपाईँलाई हरेक पाइलामा साथ दिनेछ। शनिको अनुकूल दृष्टि र राहुको मिश्रित प्रभावका कारण केही कामहरू सुरुमा ढिलो गरी सुल्झिए पनि अन्तिम परिणाम तपाईँको पक्षमा आउनेछ। यो महिना तपाईँको लागि 85% सकारात्मक अर्थात् राम्रो रहनेछ। करियर र व्यापार व्यवसाय। करियरको दृष्टिकोणले तपाईँको लागि यो महिना नयाँ आयाम थपिने समय हो। यदि तपाईँ शिक्षक, कानुन, ब्याङ्किङ, वैदेशिक रोजगारी वा धार्मिक क्षेत्रमा हुनुहुन्छ भने यो महिना तपाईँको कार्यकुशलताको चौतर्फी प्रशंसा हुनेछ। बेरोजगारहरूले बहुप्रतिष्ठित कम्पनीहरूमा नयाँ र राम्रो जागिरको अवसर पाउन सक्नुहुन्छ। व्यापार व्यवसायको दृष्टिकोणले यो महिना विशेष गरी वैदेशिक व्यापार, सुन चाँदी र ट्राभल एजेन्सीको कारोबार गर्नेहरूका लागि अत्यधिक लाभदायक रहनेछ। बजारमा रोकिएको लगानी वा उधारो पैसा फिर्ता आउनेछ। नयाँ व्यापारिक योजनाहरू लागू गर्न र नयाँ लगानी गर्नको लागि महिनाको दोस्रो र तेस्रो साताको समय सबैभन्दा उत्तम रहनेछ। आर्थिक स्थिति र धनलाभ। आर्थिक दृष्टिकोणले यो महिना तपाईँको लागि निकै सन्तोषजनक रहनेछ। धनको आगमन निरन्तर भइरहनेछ र आमदामीका नयाँ स्रोतहरू फेला पर्नेछन्। शेयर बजार वा घर जग्गामा गरिएको लगानीले यो महिना राम्रो प्रतिफल दिनेछ। पुराना फँसेका वा सापटी दिएको पैसा फिर्ता आउनाले आर्थिक सङ्कट पूर्ण रूपमा हटेर जानेछ। तर महिनाको उत्तरार्ध अर्थात् 15 गतेपछि धार्मिक कार्य, सामाजिक देखासेखी वा वैदेशिक यात्रामा केही ठूलो धन खर्च हुन सक्छ। खर्च बढे पनि आमदामीका स्रोत बलियो भएकाले तपाईँलाई आर्थिक सङ्कट चाहिँ पर्ने छैन। पैतृक सम्पत्ति सम्बन्धी कुनै विवाद थियो भने यो महिना त्यो विवाद सुल्झिएर तपाईँलाई आर्थिक लाभ हुनेछ। प्रेम सम्बन्ध र स्वास्थ्य। प्रेम सम्बन्ध र पारिवारिक जीवनको दृष्टिकोणले यो महिना सुखद रहनेछ। मातापिताको स्वास्थ्यमा सुधार आउनेछ र उहाँहरूको आशीर्वादले तपाईँको धेरै बिग्रिएका कामहरू बन्नेछन्। परिवारमा कुनै धार्मिक वा माङ्गलिक कार्यको आयोजना हुन सक्छ। प्रेम जीवनमा रहनेहरूका लागि यो महिना मधुरताले भरिपूर्ण रहनेछ। प्रेमी प्रेमिका बीचको अविश्वास हटेर जानेछ र सम्बन्ध थप परिपक्व बन्नेछ। स्वास्थ्यको दृष्टिकोणले तपाईँको लागि यो महिना सामान्यतया अनुकूल रहनेछ। पुराना रोगहरूबाट मुक्ति मिल्नेछ र शरीरमा नयाँ ऊर्जा महसुस हुनेछ। तर महिनाको अन्त्यतिर अत्यधिक कार्यव्यस्तताका कारण मानसिक थकान वा कम्मर दुख्ने समस्या हुन सक्छ। त्यसैले सन्तुलित आहार र नियमित व्यायाममा ध्यान दिनुहोला। शुभ रङ, शुभ अङ्क र विशेष उपाय। शुभ रङ। तपाईँको लागि शुभ रङ पहेँलो र रातो रहेको छ भनेदेखि शुभ अङ्क 3 र 5 रहेको छ। विशेष उपाय। दैनिक रूपमा ओम नमो भगवते वासुदेवाय नमः मन्त्रको 108 पटक जप गर्नुहोस्। यो विशेष उपाय अपनाउनाले तपाईँको राशिको स्वामी बृहस्पति निकै बलियो हुनुहुनेछ र जसका कारण तपाईँको बुद्धि र भाग्यमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आउने सम्पूर्ण बाधा अवरोधहरू हट्नेछन् र घरमा सुख शान्ति एवं धनधान्यको आगमन निरन्तर भइरहनेछ। तपाईँलाई यो राशिफल कस्तो लाग्यो कमेन्टमा नमो नारायण लेख्न नबिर्सिनुहोला र साथै भिडियो मन परेमा भिडियोमा लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनुहोला। यति भन्दै आजको यस भिडियोबाट म बिदा लिँदैछु। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मका लागि सकारात्मक रहनुहोस् र खुसी रहनुहोस् र यो महिना तपाईँको लागि शुभ र मङ्गलमय रहोस्। राधे राधे।